नमस्ते आनी तपाईहरुलाई। नमस्ते। अब हाम्रो यो खासै औपचारिक कार्यक्रम त होइन, तर हामी धर्मको विषयमा चाहिँ कुराकानी गरौँ भनेर के कुराकानी चिया गफ जस्तै धर्मको यात्रामा हुनुहुन्छ हैन, अध्यात्मको यात्रामा हुनुहुन्छ, कस्तो एक्सपिरियन्स भइराछ, के भइराछ? रमाइलो अनुभव छ नि नेपाल जस्तो देशमा हैन। हामीले अब धर्मको यात्राहरू गरेर हिँड्दाखेरि अब यस्तो धर्मको कुराहरू गरेर हिँड्दै कहिले अचम्म अनौठो अनुभवहरू अलिकति अनौठो अनुभव चाहिँ सेयर गर्नु नि तपाईको। यस्तो ठाउँमा पनि पुगिन्छ कि कहिलेकाहीँ बुद्ध धर्म भनेको के हो, बुद्ध भनेको के हो भन्ने कुरालाई नि बुझाउन हामीले टाउको फुटाउनु पर्छ। माथि कहिलेकाहीँ अब हुम्ला जुम्लातिर कता पुग्दाखेरि भिक्षाटनहरू गर्ने कार्यक्रम अभियानहरू हुन्छ नि त। अभियानहरू हुँदाखेरि अब भिक्षाटनहरू गर्नुपर्ने हुन्छ। अनि यस्तो भिक्षाटनहरू गरेर हिँडेको आनीहरू देख्यो भने बिचरा यस्तो खानु नपाएर मङ्दै हिँडेको रहेछ। एउटाको त होइन नि, सबैको बुढा मरेछ नि, फेरि कपाल घुइलाएर त्यस्तो नि भन्दो रहेछ, मङ्दै हिँडिरहेको बिचरा भनेर। बिचरा धर्मलाई भिक्षाटनको मिनिङ नबुझेको गर्दा कपाल खुइलाउने आनी बन्ने भन्ने बित्तिकै त अब श्रीमान मरेर होला भन्नेसम्मको चाहिँ सोच चाहिँ अब नेपालमा भनेपछि अब सोच्नु न, अब दियो मुनि अँधेर भनेको कहाँ हो बाफ्रे है। भगवान बुद्ध जन्मनु भएको देशमा अब बुद्ध धर्मको कुरा त छोडौँ, अब कपाल खुइलाएर मुडलो टाउको बोकेर हिँडेको अब आनीहरूलाई देख्दाखेरि पनि श्रीमान मरेर मागेर खाएर हिँड्दो रहेछ भन्नेसम्मको चाहिँ बाफ्रे त्यस्तो समझ छ है। कहिले आउला त्यो ठाउँमा चाहिँ यसको एक्ज्याक्ट मिनिङ बुझ्ने क्या दिन होइन। अनि आनी तपाईँ अब आनी भएर धेरै होइन धर्म गर्नुभएको छ, अध्यात्ममा हिँड्नु भएको छ। तपाईँ अब लोसुम दासुमहरू पनि गर्नुभएको छ। त्यो बेलाको होइन एक्सपिरियन्स भनौँ न, अनुभव कस्तो थियो होइन तपाईँको? राम्रै भनौँ न, कस्तो थियो 3 वर्षसम्म, 3 वर्ष 3 महिना 3 दिन होइन त्यति बिताइराख्दाखेरि बाहिरी दुनियाँभन्दा त बिल्कुलै टाढा हो नि। कस्तो अनुभव भयो होइन त्योहरू? एकैचोटि त म अब 3 वर्षको उसमा गएको त होइन। लगभग म आनी बनेर पनि 10-12 वर्ष पछाडि नै म त्यो ठाउँमा अब बाहिर अलिक अनुभव गर्दै अब बाहिरको अभ्यास होइन, बाहिरको अध्ययन सँग गर्दै त्यस पछाडि अब 3 वर्ष गुफा जाँदाखेरिको त अब फरक नै हुन्छ। अब एउटा जङ्गलको होइन एकान्त, अब आफन्त सबैभन्दा पहिला चाहिँ अब धेरै अब यता त्यस्तो धेरै अभ्यास गर्न अब पाएको थियौँ हामी चाहिँ होइन। त्यस पछाडि हामी अब आनी बन्यौँ। साधारण त जीवन पहिला पनि बिताएको, त्यस पछाडिबाट अब आनी बन्यौँ। आनी बनेपछि चाहिँ अब अलिक फरकै हुन्छ। त्यस पछाडि चाहिँ अब उता गुफा जाँदाखेरि त अब पहिला त गाह्रै हुन्छ आफन्तसँग बिछोड होइन। अब एकान्तको ठाउँ त्यो पहिला त कस्तो लाग्यो भने अब बस्न सक्दिनँ होला होइन। धेरै चाहिँ अब आफन्तको माया लाग्ने। अनि त्यसरी अब रहँदै अब अलिक मन बुझाउनु पर्यो होइन। अब शारीरिक अब कष्ट, अब मनको कष्ट, अब त्यस्तो गर्दै अब 8-9 महिनाको चाहिँ अब धेरै गाह्रो भयो। 9 महिनाको चाहिँ अब सुत्न नपाउने होइन। अब खाना पनि अब सधैँ 4 छ खाइरहेको थियो भने अब मात्र 1 छ त्यो पनि ठिकले खानुपर्ने। अनि त्यस पछाडि त्यो जब 9 महिनाको सकेपछि चाहिँ अलिक बिस्तारै शरीरलाई अलिक सहज हुँदै गयो। त्यस पछाडि चाहिँ अलिक यतातिरको बाहिरी कुराहरू, संसारी कुराहरू अलिक बिर्सिँदै गएर अलिक यता एकान्त जस्तो हुँदै गएपछि चाहिँ लास्टमा चाहिँ अब निस्किन नपरी हुन्थ्यो है। अब यो जिन्दगी चाहिँ अलिकति अब यतिकै सिधै भनौँ न, सिधियोस् जस्तो लाग्ने। अनि थोरै अब माया चाहिँ आमाकै बढी हुँदो रहेछ। आमा हुनुहुन्छ त्यो भएकोले गर्दाखेरि आमालाई चाहिँ एकचोटि हेर्नु पाए हुन्थ्यो, अनि फेरि फर्केर आउनु पाए हुन्थ्यो भन्नेसम्मको लास्टको त्यस्तो चाहिँ त्यतिसम्म भयो। निस्कन मन चाहिँ लागेन मलाई है। कस्तो राम्रो अनुभव कि होइन। ज्ञान प्राप्त गर्नु कठिन हो नि, किनभने सहज भएको भए त जो गइले गर्थ्यो होला होइन। बाहिर हिँड्दाखेरि चाहिँ बुद्धि थाहा हुँदैन, मन चञ्चल भएको, हामीलाई अप्ठ्यारो भएको, गाह्रो भएको। तर एक ठाउँमा थपक्कै बसिसकेपछि सबै कुरा थाहा हुन्छ कि त्यहाँ हरेक चिजहरू। तर यो बाहिर हिँड्दै जति दुःख छ नि
तर त्यो चाहिँ जसरी पनि हामी यसरी अहिले एकछिन हामी बोलिरहेको छौँ हामी यो बिर्सिन्छौँ नि तर भित्र चाहिँ गाह्रो हुन्छ बिर्सिनलाई है एकदम गाह्रो हुन्छ त्यो चाहिँ अब त्यो एकान्त हुन्छ कसैसँग बोलेर अब पहिला त अब त्यसरी अब यो दिमागलाई पनि त एकीकृत पार्न सकिँदैन नि त अनि त्यो भएपछि चाहिँ गाह्रो हुन्छ बिर्सिनलाई त्यतै बिर्सिजान्छ पछि त्यतातिर हुँदै गएपछि हामी यतातिरको चाहिँ बिर्सिँदै जान्छ